प्लिज ताली ताली जोरदार ताली। अठोट निर्णय लिएर आजको प्रोग्राम यो एउटा स्पिरिचुअल विश्वविद्यालय हो। हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। इट्स मी पुनम श्रेष्ठ मगर। सबैजनालाई नमस्ते। जुजुलुपा अनि झोरले सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चो छु। हल्का रुगाहरू लगाएको छ त्यो। हामी चाहिँ आज पुरै चट्ट पारेर रेडी भएर चाहिँ अब हामी चाहिँ यता डिएक्सन भनेको चाहिँ हजुरहरू कतिलाई त थाहा छ छैन होइन, त्यहाँ चाहिँ हाम्रो आज प्रोग्राम छ। सो त्यही भएको भएर चाहिँ हामी चाहिँ जाँदैछौँ। यस्तो बाटो यत्तिकै बाटो हिँडेर आएको थाक्यो कि। अनि हामी चाहिँ सबैजना फ्यामिली सबैजना जानु लागेको। अनि मम्मीहरू चाहिँ कस्तो बोल्ने गाह्रो भयो एकछिन। हामीले चाहिँ मम्मीहरूलाई चाहिँ भेट गरेनौँ किनकि मम्मीहरू अलरेडी नै अगाडि नै निस्किनु भएको थियो। त्यो भएको कारणले चाहिँ मम्मीहरू चाहिँ गाडी गरेर पनि आधी बाटो पुग्नु भइसकेको छ। सो अनि हाम्रो चाहिँ यता के अरे फुपूको गाडी थियो, त्यही भएको भएर चाहिँ हामी चाहिँ गाडीमा आयौँ। अनि आन्टीहरू सबैजना हामी चाहिँ यता चढेर जाँदैछौँ। अनि मम्मीहरू चाहिँ अब गाडीमा जाँदै हुनुहुन्छ। त्यही भएको भएर अब त्यही हो साथीहरू, अब ढिला भइसकेको छ अलरेडी नै होइन। अब त्यहाँ पुग्न के अरे यतिखेर पुगिसक्नु पर्ने। हामी चाहिँ यता उनीहरूले ट्याक्ट्याक गरेर चाहिँ अलिक ढिलै हुँदैछ। अब उतै पुगेर चाहिँ हजुरहरूलाई चाहिँ त्यहाँको दृश्यहरू देखाउने छु। हामी चाहिँ खासमा जाँदैछौँ जमल साइडमा, यता के नाचघर होइन, नाचघर के समथिङ भन्छ, मलाई पनि थाहा छैन। म चाहिँ फर्स्ट टाइम जाँदैछु। उतै गएर चाहिँ देखाउने छु हजुरहरूलाई। फाइनली हामी चाहिँ पुग्यौँ। अनि यही नजिकै रहेछ यता। यताबाट रे यताबाट हामी चाहिँ पुग्यौँ। आउनु है बिस्तारै। मम्मीहरू कति हामीले चाहिँ बालाई नि भेटिसक्यौँ। रियाना आउनै बाँकी छ। पुनमको त खोइ त मेरो खोइ मलाई। हामी चाहिँ यो कार्ड त्यहाँ देखाएर मात्र इन्ट्री हुन्छ, त्यही भएर म चाहिँ इन्ट्री गरिसकेँ। अनि यता बाँकी छ फुपूहरू, बहिनीहरू, आन्टीहरू। हामी चाहिँ भित्र जाँदैछौँ। सेम हल नि, यो चाहिँ नाचघर अरे, नाचघर। कहाँ पछाडि यस्तो कालो देखेको अझै एक दुईजना हुन्छ अझै आउँछ राख्नु पऱ्यो है।
सबैजना ठिकै हुनुहुन्छ नि? अनि मेरो नाम जमुना थापा। अहिले घाँटी पनि अलिकति साथ दिएको छैन। मेरो नाम जमुना थापा। म चाहिँ इन्डियामा बस्छु, घर बार्नु हो। अहिले चाहिँ इन्डियाको टाइममा यहाँ प्रोग्राममा आएको छु। मैले के सिक्नुपर्छ र अरू जो मैले सिकेको छु त्यो अरूलाई सिकाउनुपर्छ भनेर। अनि यहाँ आउँदाखेरि एकदमै हौसला, एकदमै सपोर्ट दिने। उपस्थित विशिष्ट अतिथि लगायत हाम्रा आजका निमन्त्रणलाई सहज स्वीकार गर्न पाउनुभएका सम्पूर्ण हाम्रो स्पेशल गेस्टहरूलाई चाहिँ जोरदार तालीका साथ स्वागत गर्न हार्दिक अनुरोध गर्दछु। प्लिज तालीको कमी हुनु भएन है, जोरदार तालीका साथ स्वागत गरिदिन हार्दिक अनुरोध गर्दछु। साथै हाम्रो गेस्टहरूलाई भोलिन्टियर साथीहरूले अब फुलमाला र बोकेटको द्वारा स्वागत गर्दिन लागि हार्दिक अनुरोध गर्दछु। फुलमालाको साथमा बुकेटको साथमा उहाँलाई स्वागत गर्नको लागि हाम्रो यस कार्यक्रमको भोलिन्टियर साथीहरूलाई चाहिँ हार्दिक अनुरोध गर्दछु। जोरदार ताली सम्मान गर्नु होला प्लिज, तालीको कमी हुनु भएन। सम्पूर्ण साथीहरूमा जोरदार तालीले स्वागत गर्नु होला।
प्रदेशका चेयरम्यान लगायत धेरै किसिमका हुनुभएका हाम्रा लिडरहरूको लागि चाहिँ जोरदार तालीले सम्मान गर्नुहोला प्लिज। माथिल्लो तलाबाट चाहिँ एकदमै तालीको कमी भइरहेको छ, जोरदार तालीले सम्मान गर्नुहोला प्लिज, जोरदार ताली ताली। त्यो स्वागत गर्दै गर्दा हजुरहरूसँग भएको लकी ड्रको अटकटी चाहिँ हजुरहरूको साथमै राख्नु होला, किनभनेदेखि हामीसँग कार्यक्रम अगाडि बढ्दै गर्दा बिचमा हामीले सामान्य लकी ड्रदेखि थर्ड, दोस्रो र फर्स्ट लेभलको पनि लकी ड्र भएको कारणले गर्दाखेरि हजुरहरूमा भएको एसएसटी सन्देश मल्ल, एसएसटी पदम बहादुर कामु मगर, एसएसटी नारायण सिंह घलान, एसएसटी एकचोटि हामी ताली तलबाट बजाउँछौँ, हुन्छ? एकचोटि माथिबाट बजाउँछौँ, हुन्छ? ल वान फर्स्ट वान चाहिँ तलको रबाट बजाउँछौँ। ताली सबैले झन्डा पनि हालिनु पर्यो।
धन्यवाद सम्पूर्ण हाम्रो कलाकार मित्रहरूलाई धन्यवाद। डान्स सिक्नु न पहिला divine food. That's why we call it divine food. त्यसै भनिएको होइन, त्यसै भनिएको गाना धर्मको सेवनबाट हामी सबै स्वस्थ भयौँ। यो साइन्स हो। यदि यसको बारे बुझ्न चाहनुहुन्छ भने तपाईँले खोज्नुहोस्, इनर्जीको बारे खोज्नुहोस्। यो नर्मल छ। ल अब कफी हामी कफी पानी किन खाने त? डिएक्सनको लिन्जी पानी ल हेर्नुहोस्। धन्यवाद। अलिकति सोनाको पाउँछ थोरै बोल्छु र म आज नेपालमा जन्मेको त हो, तर म
नेपालमै किन बस्दैछु? म बेलायतमा बस्नुपर्ने यतिखेर। बेलायतमा मलाई 1.5 लाख वृद्ध भत्ता दिन्छ, 1.5 लाख घर भाडा दिन्छ, अनि मेडिकल फेसिलिटी दिन्छ 2-3 लाख। 4-5 लाख त सुधी पाउँछु, पेन्सन मात्रै पाउँछ यहाँ त। अनि तपाईँहरूको लागि यहाँ डिएक्सन मैले बुझेर बसेँ नेपालमा। बेलायत गएँ भने बेलायतको ग्रिन कार्ड पाइहाल्छु। त्यो ग्रिन कार्डको लागि मान्छेले यदि बेलायतको ग्रिन कार्ड पाउँछ भने करोड रुपियाँ तिर्न तयार छ। तर म चाहिँ फ्रीमा तर्काएको छुइनँ, किनभने मैले डिएक्सन पाएँ। अब डिएक्सनले मलाई 220वटा देशको ग्रिन कार्ड दिँदैछ। कतिवटा? 230वटा देशको। किन हाम्रो 230वटा देशमा गइसक्यो। लगभग 30वटाभन्दा धेरै देशमा त फ्याक्ट्री बनाइसक्यो, अरबौँ डलर बनाइसक्यो। हाम्रो नेपालमा पनि लगभग 5 बिघा जमिनमा अरबौँ रुपियाँ खर्च गरिसक्यो। अब हामी डिएक्सन मलेसियाको प्रडक्ट खाने होइन, डिएक्सन नेपालको प्रडक्ट खाइँदैछ। यहाँ हाम्रै देशमा बनेको सस्तो पनि हुन्छ, राम्रो पनि हुन्छ भनेपछि अब हाम्रो भाग्य खुल्दैछ बुझ्नेको लागि है। नबुझ्नेको लागि चाहिँ खुर्पाको भिड, बुझ्नेको लागि सिट खन्न। मैले बुझेँ भने 200वटा देशको म ग्रिन कार्ड पाउँदैछु भने बेलायतको मात्रै किन लिन जाने है। मेरो छोरी बेलायतमा ग्रिन कार्ड लिएर बसेको छ, छोरा गएर हङकङमा, म यहाँ पेन्सन खान्छु। धन्यवाद। करना है 1 2 3 4 1 2 3 4 कर सकते हैं? Are you ready? Are you ready?
कर रहे हैं। अब पड़ोसी का चेहरा देखना कैसा है, पहले जैसा है? पड़ोसी क्या हुआ, बदल गया चेहरा? क्या लगा हुआ पोस्टर में? 0 to हीरो। जीरो का मतलब क्या होता है? जीरो का मतलब दिया, ये एक बर्फ का टुकड़ा है, आइस का टुकड़ा है, जो कुछ देर में क्या होगा, मेल्ट हो जाएगा, पिघल जाएगा और फिनिश हो जाएगा। और साथ में क्या लगा हुआ है? हीरो। हीरो मतलब ये डायमंड है, इसकी जो चमक है कभी भी खत्म नहीं होगी, 24 घंटे इसकी चमक बरकरार रहेगी। कहते हैं डी एक्शन में या किसी भी अच्छे प्लेटफॉर्म पे आने पे तस्वीर बदलती है। जवानी से बुढ़ापे की तरफ लोग जाते हैं ना? लेकिन इस पिक्चर में क्या हुआ? बुढ़ापे से, है ना, उल्टा हो रहा है यहाँ पे। ये मेरी डी एक्शन में आने से पहले की फोटो थी और ये डी एक्शन में आने के बाद फोटो। अब कहानी कहाँ से शुरू होती है? क्योंकि डी एक्शन का सफर आसान नहीं है। ये आसान है? कितने लोग आसान मानते हैं? नहीं। कितने लोग डी एक्शन का सफर आसान मानते हैं? आसान नहीं है, आसान नहीं है। ये तो बहुत आसान है, इतना आसान है जिसको अभी आसानी आपको क्लियर दिख रही, क्योंकि यहाँ क्राउन एम्बेसडर बन के खड़ा हूँ। क्राउन एम्बेसडर बैठे हैं हमारे बीच। ये सफर आसान नहीं था, लेकिन इस सफर को आसान कैसे करा, किन मुश्किलों से हम लोग निकलकर यहाँ पर पहुँचे। डी एक्शन में आने से पहले की फोटो मेरी देखी और जो मेरा डी एक्शन का जैसा वीडियो में बताया, मेरा घर कैसा था, ऐसा घर था। दो
संसारभरि भाइरल भइरहेको छ। सायद यो अठोट निर्णय लिएर आजको प्रोग्रामलाई यहाँसम्म पुर्याउने आयोजक टिम एसएफएसजी का संयोजक आदरणीय व्यक्तित्व सूर्यकुमार राणा र गोठाटारका संयोजक दिल्ली कुमार राईजीको लागि कृपया जोरदार ताली उहाँहरूको लागि धन्यवाद छ। तपाईँलाई यति ठुलो हिम्मत गर्नुभयो। पहिलोपटक जीवनमा सोध्नुभयो सर के गर्ने, मैले एक वचन भने गर्ने। सायद त्यसैको परिणाम आज यो हलमा तमाम मान्छेहरूले आजको दिनदेखि मलाई विश्वास छ कि अझै पनि नेपालमा केही सुरुवाती हुँदैछ तर निकट भविष्यमा धेरै कुछ हुनेवाला छ। किन नेपालमा भविष्य छैन, नेपालमा गर्न सकिँदैन, यो गरिब देश हो, यहाँ समस्या छ, यहाँ धेरै गाह्रो छ। उहाँले भन्नुभयो त्यो फेरि तपाईँ जाँदै हुनुहुन्छ विदेशमा, त्यहाँ कोसँग व्यापार गर्दै हुनुहुन्छ। मैले पनि बढी नेपाली, अनि त्यो देशमा नेपाली कति छ? 8 लाख 10 लाख 12 लाख, तर यो देशमा कति छ? करोड। त्यो तपाईँ करोडमा रमाउने कि लाखमा? उहाँले भन्नुभयो म त कन्फ्युज भएँ। मैले भने सर डेफिनेटली करोड। तर एउटै कुरा मलाई के थाहा छ भने तपाईँ यो हलमा सजिलै चाहिँ कोही पनि प्रवेश गर्नुभएको छैन। केही न केही बहाना गरेर कोही मान्छेले यो हलभित्र तपाईँलाई छिराएको छ। कृपया उहाँको लागि तारिफ ठोक्नुहोस् एकचोटि। सायद आजको दिनदेखि तपाईँको जीवनमा एउटा यस्तो निर्णय आउनेछ कि मैले जीवनमा केही गर्नुपर्छ। सायद यही चिजको बारेमा मैले भन्दै सुरुवात गरेँ, तर आज त्यही भन्ने व्यक्तिहरूमध्ये केही व्यक्तिहरूले आज जीवन परिवर्तन गर्नुभयो। तर यसकै कारणले गर्दा सायद मलाई लाग्छ मुल्तानी गोठाटार देश नेपालको इतिहासमा पहिलो भएको थियो। सर उहाँको लागि जोरदार ताली। सायद सम्भव थियो यो। म एउटै मेसेज दिन्छु, यहाँ एउटा हरिण छ, यहाँ एउटा चितुवा छ। सायद यी दुईटाको कम्पेयर गर्ने हो भने यो हरिण चितुवाभन्दा 80 किलोमिटर ऊ रन गर्न सक्छ, दौड्न सक्छ, कुद्न सक्छ, तर चितुवा जम्मा 65। सायद डिफरेन्ट हेर्ने हो भने 20 किलोमिटरको फरक छ। तर पनि यो चितुवालाई यही टाइगरले, यही तपाईँको चाहिँ चितुवालाई किन तपाईँ चितुवाले यो हरिणलाई किन एट्याक गर्छ त भन्दा उसको कमजोरी। ऊ जब रन गर्दै गर्दा, जब दौड्दै गर्दा आयो कि पछाडि भनेर हच्किन्छ। जब हच्किँदै गर्दा उसको किलोमिटर कम हुन्छ, फेरि रन गर्छ, फेरि हच्किन्छ, फेरि रन गर्छ, हच्किन्छ। तपाईँ र मेरो जीवनमा पनि कतै अवरोध आइहाल्यो कि कतै समस्या भइहाल्यो कि गाह्रो भइहाल्यो कि भनेर जब काम गर्दै गर्दा, अगाडि हिँड्दै गर्दा, अगाडि बढ्दै गर्दा पछाडि नफर्किनुहोस्। किनभने झम्टिने मान्छेहरू तयार छन् मार्केटमा। तपाईँ अगाडि जानुहोस्, तपाईँ हिम्मत गर्नुहोस्, ताकि तपाईँलाई यस्ता चितुवा होइन कुनै पनि संसारका कुनै पनि शक्तिले तपाईँलाई हल्लाउन सक्दैन, रोक्न सक्दैन, छेक्न सक्दैन। ताकि यो हरिण जस्तो शिकार बन्न नपुगौँ। हिम्मत गर्नुहोस्, राजै गर्नुहोस्। सडकमा देख्नु भएको छ तपाईँले बाख्रा, भेडा, गाई, भैँसी आउँदा गाडी प्याप 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 हट साला आओस् त सिंह, लगाओस् त हरन त्यसले। सिंहको अगाडि गाडीवालाले हरन बजाउन सक्छ? अरे भाइ चल जल्दी जा, निकलना है। गाडीको साइडको सिटमा बसेर म आउने बेलासम्म मलाई डिएक्सएलको डी पनि थाहा थिएन। गाडीमा राख्नुभयो, साइड सिटमा बसेर ट्राभलिङ सुरु भयो मेरो माइती घरबाट। त्यति बेला चाहिँ गाडीमा फोन स्पिकरमा थियो। अनि सरहरूले फोन गर्नुभयो। लगभग दिउँसोको 12-1 बजे थियो होला। अनि उहाँलाई चाहिँ फोन गरेर सरहरूले चाहिँ गुड मर्निङ सर भनेर भन्नुभयो। अनि म चाहिँ बिहे त गरेँ, कस्तो मान्छे बिहे गरेर दिउँसोको 12 बजे नि गुड मर्निङ भनिरहेको छ, पागलै हो कि क्या हो यो त जस्तो फिल भयो। त्यसपछि 6-7 घन्टाको यात्रापछि हामी दाङ पुग्यौँ। दाङमा चाहिँ एकजना आदरणीय लिडरको सरको घरमा हामीलाई भव्य स्वागत भयो। हामी उहाँकै घरमा बस्यौँ। उहाँको घरमा स्वागतको लागि हामी त म त त्योभन्दा पहिले त सामान्य पाहुना जाँदा या त कतै जाँदा कसैकोमा जाँदाखेरि चिया पानीबाट स्वागत हुन्थ्यो नि त। मलाई चाहिँ यति त कफीबाट स्वागत भयो। एउटा कुरा दिमागमा बसिरहेको थियो, दिउँसोको 12 बजे गुड मर्निङ भन्ने कस्तो मान्छे रहेछ यो, कस्तोसँग सङ्गत गरेँ भन्ने भयो। त्यसपछि स्वागत
स्वागत चाहिँ भव्य रूपमा गेटमै गएर सबैजना सर आउनुभयो म्याम आउनुभयो भनेर एकदम धेरै स्वागत सम्मान गर्नुभयो, खुसी हुनुभयो। तर गिलास टेबलमा गिलास चाहिँ तितो कफी, म झन् सक भएँ, ला साँच्चीकै फसेँ कि क्या हो, हुँदा हुँदा कफी पनि पानी पनि तितो दिन थाल्यो मलाई त भन्ने भयो। त्यस पछाडि त्यो दिन भोलिपल्ट हामी काठमाडौँ आयौँ। अनि काठमाडौँ आइसकेपछि काठमाडौँ आएको एक दिन मात्रै रेस्ट भयो। त्यस पछाडि हाम्रो बसपार्कमा, नयाँ बसपार्कमा डायमन्ड थियो होला हामी त्यहाँ। त्यस पछाडि मलाई बाहिरै हलबाट यति धेरैजना लिडरहरू, सबैजना लगभग 300 जना हुनुहुन्थ्यो होला, सबैजनाले डिएक्सन लेखेको खादा ल्याएर यति माथिसम्म एकदम म सानी मन नदेखिने गरी खादा लगाएर प्लेट खादाले सम्मान गर्नुभयो। अनि बोर्डमा डिएक्सन लेखेको छ, के रहेछ यो डिएक्सन, के होला त, कस्तो संसारमा आएँ म, त्यत्रो सम्मान गर्दाखेरि पनि खुसी हुन सकेको छैन, किनकि त्यसको मलाई महत्त्व नै थाहा थिएन होइन। त्यसपछि त्यो बेलासम्म चाहिँ म एकदमै त्यो के भन्छ भुमरीमा फसेँ जस्तो भइरहेको थियो कि म कहाँ आएर फसेँ, मलाई मान्छेले कसरी यस्तो गरिराखन् भन्नु भइरहेको थियो। अनि त्यस पछाडि चाहिँ बिस्तारै 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 सरसँग हिँड्दै गएँ, बोल्दै गएँ। अनि अहिले चाहिँ रिएक्सनको असली मतलब के हो भनेर अहिले देखिरहेको छु। यो छ नि सबैजना हामीलाई हेर्नको लागि अघि म्यामले भन्नुभएको थियो, फिल चाहिँ भइरहेको जिन्दगीमा आँखा चिम्लेर जे निर्णय गरेँ मेरो लागि सबैभन्दा खुसीको पल नै त्यही रह्यो। म मेरो श्रीमानसँग एकदम धेरै खुसी छु, जसले आफ्नो ठाउँ जस मलाई काठमाडौँ ठुलो ठाउँ भनेपछि काठमाडौँ मात्रै होला, त्यहाँ जान पाएपछि मलाई पुग्छ जस्तो लाग्थ्यो। तर बिहे गरेको 17-18 दिनमै मैले हनिमुन ट्रिपमा मनाउन पाएँ। 4वटा देशको भ्रमण गऱ्यो हामीलाई, 4वटा देशको भ्रमण गर्ने सौभाग्य मिल्यो। त्यसपछि झन् धेरै डिएक्सन बुझ्न इच्छा जाग्दै गयो, बुझ्दै गएँ। बच्चा भयो, छोरा भयो, छोरी भयो। छोरी हुँदाखेरि पनि सुख दिएन कम्पनीले। अरूलाई चाहिँ बाहिर विदेश जानलाई कति खुट्टा धाउनु परेको छ, कति दुःख गर्नु परेछ, कति दलालीलाई पैसा फसाउनु परेको छ। म चाहिँ जान्न एकपटक जाँदिनँ होला, नानी सानो छ जाँदिनँ भनेर भनेको कम्पनीले आदेश आएपछि आयो। मेरो छोरीसहित 3 जना फेरि ट्रिपमा गयौँ। साँच्चीकै संसारकै भाग्यमानीमा म मात्रै त भन्दिनँ, तर संसारकै भाग्यमानीमा म पनि पढ्न सफल भएँ मेरो श्रीमानले गर्दा। उहाँको सङ्घर्ष अनवरत छ, धेरै छ, यति धेरै सङ्घर्ष गरेर यहाँसम्म पुग्नुभयो। तर यो डिएक्सन एउटा यस्तो प्लेटफर्म रहेछ कि मेरो श्रीमानले गरेको हरेक सानो 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 दुःखको फल पनि श्रीमानले मात्रै होइन, स्वयं श्रीमती मैले आफै पनि भोगिरहेकी छु। त्यसैले यहाँ बिहे नगरेको साथीहरू कतिजना हुनुहुन्छ जो भर्खर डिएक्सन सुरु गर्नुभएको डायमन्ड हुनुहुन्छ, बिहे नगरेको कतिजना हुनुहुन्छ? सबैजनाले हात उठाउनु कतिजना हुनुहुन्छ? ल तपाईँहरू सबैजनाले आफ्नो लागि ताली बजाउनु, किनकि तपाईँहरूले पनि म जस्तै अरू एकजना भाग्यमानी आफूसँग ल्याउँदै हुनुहुन्छ। धन्यवाद। योभन्दा अरू बाँकी कुरा सरले नै भन्नुहुन्छ। धेरै धन्यवाद तपाईँलाई।
र सँगसँगै स्टेजमा फोटो सेसन गरिदिनु हुनको लागि ल साथीहरू अब हाम्रो चाहिँ प्रोग्राम पनि सक्यौँ अनि त्यसपछि सबैजना हाम्रो टोलीहरू उतै हुनुहुन्छ बाबा चाहिँ आउँदै हुनुहुन्छ अनि हामी पनि जाँदैछौँ सबैजनाले भन्नु त के हो अरे खोइ खोइ सो त्यही हो अनि एकदमै रमाइलो भयो है प्रोग्रामहरू थियो डान्सहरू थियो के हो कस्तो सब पनि सिक्न पाइयो तर मेरो ब्याट्री चाहिँ एकदम डाउन भयो क्या धेरै भिडियोहरू पनि खिच्न नि पाएन त्यही भएको भएर चाहिँ अनि रुगा पनि लागिरहेको छ मलाई चाहिँ अलिकति गाह्रो भएको जस्तो भयो है त्यही भएको भएर अब धेरै भिडियोहरू चाहिँ लामो हुन्छ भनेर चाहिँ मैले चाहिँ अब यहीँ इन गर्न जाँदैछु सबैजनालाई अन्तिमसम्म साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ एन्ड बाबा